नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित शुभ मुहुर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण। ओम वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम गणपतये नमः। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल साउन महिना 12 गते मङ्गलबार, तदनुसार जुलाई महिनाको 28 तारिक सन् 2026 नेपाल सम्वत 1146 दिल्ला अथवा सूर्य दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर आषाढ शुक्ल पक्षको आज चतुर्दशी तिथि। आज चतुर्दशी तिथिमा कुनै पनि महत्त्वपूर्ण काम नगर्नु भनिएको छ। आज पूर्वाषाढा नक्षत्र, विष्कुम्भ योग, भद्राकरण, आनन्दादि योगमा आज मित्र योग परेको छ। सूर्योदय समय बिहान 5:25 रहेको छ भने सूर्यास्त 6:14 हुनेछ, 6:54 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन धनु राशि हुनेछ। चन्द्रमाको वास पूर्व दिशामा, चन्द्रमाको स्वरूप पहेँलो। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा रातो, पहेँलो, क्रिम, गुलाबी खालको वस्त्र लगाएर काम गर्नु शुभ मानिन्छ। तर आज रिक्ता तिथि, खाली तिथि भएको हुनाले नयाँ काम सुरु नगर्नु होला। आज राम्रो दिन छैन। आजको लागि मङ्गलबार पनि चतुर्दशी पनि भएको हुनाले नयाँ काम आज कतै सुरु नगर्दा राम्रो हुने दिन हो आजको दिन। र आज बेलपत्र नटिप्ने, तुलसी पत्र पनि नटिप्ने, आजको दिन नयाँ काम पनि सुरु नगर्ने भनिएको छ। आजको लागि त्यति उपयुक्त सन्तोषजनक दिन आज छैन। र आजको लागि ध्यान दिएर काम गर्ने, जे काम छ विचार पुऱ्याएर काम गर्ने। मकर राशिको लागि आज घातबार हो र यस्तै आजको दिन सकेसम्म कसैले पनि नयाँ काम प्रारम्भ नगर्ने। गर्नै पर्यो भने आज गुण खाएर काम गर्ने र भगवान गणेशको, हनुमानजीको आराधना गरेर काम गर्नु शुभ मानिन्छ। र आजको लागि विशेष गरेर आज कपाल नकाट्ने, नयाँ कपडा लगाउन सुरु नगर्ने, शरीरमा तेल नलगाउने। आजको दिन विशेष गरेर भगवती माता दुर्गालाई विशेष आराधना गर्ने। भगवतीको विशेष आराधना चतुर्दशीमा गर्नाले घरमा सुख शान्ति समृद्धि प्राप्ति हुन्छ। यस्तो दिन हो आजको दिन। अब आज कुनै नयाँ काम गर्ने तयारी गर्दै हुनुहुन्छ भने आजको लागि राम्रो समय भनेको 10:28 देखि 12:10 लाभ बेला। त्यस्तै अर्को 3:32 देखि 5:14 शुभ बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झी राखे राम्रो ज्ञानको कुरा। भगवान शिवजीको पूजा गर्दा, सोमबारको व्रत लिने बेलामा कहिल्यै पनि शिवजीको पूजा गर्दा हजुरहरूले विशेष गरेर बिहानमा पूजा गर्दा ओम नमः शिवाय यो मन्त्र 108 पटक जप गर्नु पर्दछ। तब मात्रै हजुरलाई शिव भक्ति, शिव फल प्राप्ति हुन्छ। ओम नमः शिवाय, ओम नमः शिवाय। यस्तो दिव्य दिन हो आजको चतुर्दशी तिथि। आज तिथिकै देवता भोले बाबा शिवजीको दिव्य दिन आजको दिन। प्रस्तुत छ आजको लागि जीवनभर सम्झी राखे राम्रो ज्ञानको कुरा। जसले सपनामा अन्न देख्नुहुन्छ भने त्यस्तोको लागि पनि विद्या प्राप्ति हुने, आँटेका कामहरू पुरा हुन्छन्। प्रस्तुत छ आजको लागि मेष साथी 12 राशिको राशिफल। मेष राशि। मेष राशि हुने तपाईँको दिन मध्यम रूपमा देखिएको छ। कतिपय काम राम्रो, कतै नराम्रो, ढलपल दिन्छ। सजग भएर विचार पुऱ्याएर गरेका काम मात्रै शुभ हुने दिन देखिन्छ। वृष राशि। वृष राशि हुने तपाईँको लागि भने आजको दिन दैनिक ग्रह गोचरलाई न्याले हेर्दा समग्रमा यहाँको दिन आज उत्तम दिन देखिएको छ। चारैतिरबाट आज तपाईँलाई सोचेका काम बन्ने, भाग्यले साथ दिने, चौतर्फी उन्नति, प्रगति, सफलताको योग आज यहाँलाई ग्रहले जुटाएको छ। मिथुन राशि। मिथुन राशिको दिन आज माया प्रेममा रमाउने, भाग्यले साथ दिने, मान सम्मान, कीर्ति, यश बढ्ने राम्रो सुखद दिन यहाँको देखिन्छ। कर्कट राशि। कर्कट राशिको दिन यहाँको लागि आजका ग्रह गोचर स्थिर सम्पत्ति प्राप्ति हुने, भौतिक सुख सुविधाहरू, गाडी वाहनको योग पनि राम्रो छ भने दैनिक गर्दै आएका काम पनि आज यहाँको लागि राम्रो देखिएको छ। सिंह राशि। सिंह राशिको लागि आजको दिन तपाईँको लागि मध्यम रूपमा ग्रहहरू छन्। अढैया शनि ग्रहको प्रभावले गर्दा कतै लाभ, कतै हानि, कतै सुख, कतै दुःख हुने, काममा विलम्ब, अडचन, बाधा पनि पर्न सक्नु हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ।
कन्या राशिको लागि आजको दिन तपाईँको लागि अलिकति ग्रह गोचर प्रतिकूल छन्। काम गर्न एकथोर खोज्यो, काम अर्कै हुने, मन चञ्चल हुने, स्वास्थ्यले साथ नदिने, झन्झटिलो दिन छ। सतर्क भएर काम गर्नु राम्रो हुनेछ। तुला राशि हुने तपाईँको लागि भने आजको दिन दैनिक काम कारोबारबाट विशेष लाभ मिल्ने, मन उत्साहित हुने, सोचे आँटेका काम पुरा हुने शुभ दिन यहाँको देखिन्छ। वृश्चिक राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज मुखमा सरस्वतीले वास गरेको हुनाले तपाईँको बोलेको बोली पुग्ने, बोलीको भरमा ठुला ठुला काम बन्ने राम्रो शुभ दिन यहाँको देखिएको छ। धनु राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज समग्रमा आजको दिन तपाईँको लागि दैनिक ग्रह गोचर राम्रो छ। माया प्रेममा रमाउने, साथीभाइ आफन्त इष्टमित्रको सहयोग मिल्ने, राम्रा अवसरले पछ्याउने शुभ दिन देखिएको छ। मकर राशि हुने तपाईँको लागि आजको दिन दैनिक ग्रह गोचरलाई निहालेर हेर्दा अलि अप्ठ्यारा ग्रहहरू छन्। आजको दिन कसैलाई चोटपटक, कसैलाई स्वास्थ्य बाधा, कसैलाई धन क्षति हुने, मन चञ्चल हुने, चिडचिड हुने खालको छ। सावधानी भएर काम गर्नु राम्रो हुनेछ। कुम्भ राशिको दिन भने आजको लागि समग्रमा हेर्दा राम्रै दिन हो आजको दिन, तर पनि काममा अलिकति कुनै काममा ढिला सुस्तीको योग छ। सावधानी भएर काम गर्नुभयो भने काम बन्ने देखिएको छ। मीन राशि हुने तपाईँको लागि भने 7.5 शनि ग्रहको प्रभावले गर्दा कतै सुख कतै दुःख, कतै सुख कतै दुःख यस्तै छ। कतै लाभ हुने, कतै हानि हुने, कतै रमाउने, कतै अलि चिन्तित हुने, ग्रह मध्यम देखिएको हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। अवस्था यहाँहरू सबैको दिन शुभ होस्, मङ्गलमय होस्। ओम मङ्गलम भगवान विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनो हरि।